भएको थियो तर त्यसबाट उसले सुख पाएन, दुःख मात्र। विदुरजी महाराज भन्नुहुन्छ, हे मैत्री मुनि, मनुष्यले सुख पाउनका लागि भनेर कर्म गर्छन् तर सुख पाउँदैनन्, दुःख मात्र पाउँछन्। त्यसैले मनुष्यले सुख पाउनका लागि के गर्नुपर्छ, के गर्दा सुख प्राप्त हुन्छ? भगवान भक्तले कुन कर्म गर्दा हृदयमा बास गर्नुहुन्छ? भगवानले कस्ता प्रकारले सृष्टि गर्नुभयो, भगवानले कस्तो कस्तो अवतार धारण गर्नुभयो, ब्रह्मादि भगवानको विभूतिहरूको वर्णन कस्तो छ, कालको गति कस्तो छ, यसरी 6 प्रश्न विदुरजी महाराजले मैत्री मुनिसँग गर्नुभयो। बोलो भक्तवत्सल भगवान। यही 6 प्रश्नमा श्रीमद् भागवत सकिन्छ। यही 6 प्रश्नको उत्तर हो श्रीमद् भागवत। अगाडि सौनक मुनिले पनि 6 प्रश्न गर्नुभएको थियो, त्यही 6 प्रश्नको उत्तर अहिले आइरहेको छ। अब फेरि अर्को 6 प्रश्न आयो, त्यसैको उत्तर अब अगाडि हामी श्रवण गर्नेछौँ। आउनुहोस् एउटा भक्ति सङ्गीतमा रमाउँ, त्यसपछि हामी कथा अगाडि बढाउनेछौँ। भागवत भगवान की वचन ले प्रभु राम गाओ, हरे राम हरे कृष्ण हरे राम, तन मन वचन
भक्तवत्सल भगवान को जय हो। भागवत भगवान को मैत्री मुनि भन्नुहुन्छ हे विदुरजी हजुरले बडो राम्रो प्रश्न ल्याउनु भएको छ। जब यो ब्रह्माण्डको उत्पत्ति भएको थिएन साउन्ड सिस्टम जो अमेरिकादेखि मगाएको हामीले परमात्मा हुनुहुन्थ्यो। उहाँले एकबाट अनेक हुने चाहनाले आफ्नै शक्ति कार्य र कारण साउन्ड सिस्टम जो अमेरिकादेखि मगाएको हो। काल शक्तिद्वारा जब त्रिगुण मायामा क्षोभ उत्पन्न भयो तब भगवानले आत्मबीजको माध्यमबाट महतत्वको उत्पत्ति गराउनु भयो। त्यसमा पनि क्षोभ उत्पन्न भएर त्यो महतत्वमा पनि क्षोभ उत्पन्न भएर अहङ्कारको उत्पत्ति भयो। यो अहङ्कार सात्विक राजस र तामस तीन प्रकारको थियो। सात्विक अहङ्कारबाट देवताहरूको उत्पत्ति भयो। राजस अहङ्कारबाट ज्ञानेन्द्रिय र कर्मेन्द्रियहरूको उत्पत्ति भयो। तामस अहङ्कारबाट शब्द तन्मात्राको उत्पत्ति भयो, जसबाट आकाशको उत्पत्ति भयो। आकाशमा विकार उत्पन्न भएर वायुको उत्पत्ति भयो। वायुमा विकार उत्पन्न भएर जलको उत्पत्ति भयो। जलमा विकार उत्पन्न भएर थलको उत्पत्ति भयो र थलमा विकार उत्पन्न भएर जड चैतन्य प्राणीहरूको उत्पत्ति भयो। सृष्टिभन्दा पूर्व सम्पूर्ण विश्व जलमा डुबेको थियो। त्यसबेला भगवानले ब्रह्माको उत्पत्ति गराउनु भयो र ब्रह्मालाई सृष्टि गर्न प्रेरित गर्नुभयो, आदेश दिनुभयो। ब्रह्माजीले गर्नुभएको सृष्टिको वर्णन गर्दै भन्नुहुन्छ मैत्री मुनि विदुरजीलाई, हे विदुरजी ब्रह्माजीले भूत सर्गको सृष्टि गर्नुभयो। भूत सर्ग भनेको प्राणीहरूको रचना गर्नुभयो, इन्द्रियहरूको रचना गर्नुभयो, देवताहरूको, नरकहरूको, स्थावर प्राणीहरूको, ज्ञान शक्तिको, पशु पक्षीहरूको रचना गर्नुभयो, सृष्टि गर्नुभयो। कालको गतिको वर्णन गर्दै भन्नुहुन्छ हे विदुरजी मानव वर्षको हिसाबले सन्ध्या र सम्भ्रंश सहित कलियुगमा 4,32,000 वर्ष, द्वापर युगमा 8,64,000 वर्ष रहनेछन्, त्रेता युगमा 12,96,000 वर्ष र सत्य युगमा 17,28,000 वर्ष हुन्छ। ब्रह्माजीले तम, मोह, तामिश्रण, अन्धतामिश्रण आदिको रचना गर्नुभयो। मानव सृष्टिका रूपमा सनत, सनन्दन, सनातन र सनत कुमार यी 4 कुमारहरूको रचना गर्नुभयो, सृष्टि गर्नुभयो। 4 कुमारहरू रहन्छन्। पिताजी हामीलाई के आदेश छ, हामीलाई किन बनाउनु भयो? ब्रह्माजी भन्नुहुन्छ जाऊ तिमीहरू सृष्टि गर। सनकादि मुनिहरू भन्नुहुन्छ पिताजी हामी सृष्टि गर्दैनौँ, अहिले त हामी बालकै छौँ, अहिले कसरी सृष्टि गर्छ? ब्रह्माजी भन्नुहुन्छ अहिले बालक छन्, पछि ठुलो भएपछि त सृष्टि गर्नुपर्छ। सनकादि मुनि भन्नुहुन्छ त्यसो भए पिताजी हामी ठुलो नै हुँदैनौँ, हामी बढ्दै बढियो भने ठुलो भयो भने सृष्टि गर्नुपर्छ, सृष्टि गर्यो भने मायामा फसिन्छ, त्यसैले हामी भगवानको ध्यान गर्छौँ। सनकादि मुनिहरूले सृष्टि गर्न मान्नु भयो। ब्रह्माजीले साह्रै रिस उठ्यो, धेरै रिस उठ्यो भने आँसु आउँछ, हो नि, हो कि नभन्नुहोस् त? धेरै रिस उठेको छ, सहन नसक्ने गरी रिस उठेको छ भने आँसु आउँछ। ब्रह्माजीलाई पनि आँसु आयो र त्यस आँसुबाट, ब्रह्माजीको आँसुबाट रुद्रको प्राकट्य भयो। रुद्रले ब्रह्माजीलाई भन्नुभयो पिताजी म के गर्नु, जाऊ सृष्टि गर। रुद्रले पनि अब आफू जस्तै सृष्टि गर्नुभयो। भगवान शङ्करले पनि आफू जस्तै सृष्टि गर्नुभयो। भूत प्रेत पिशाच यिनीहरूको सृष्टि गर्नुभयो। अब यिनीहरूले जुन ब्रह्माजीले गर्नु रचना थियो, गर्नुभएको रचना, तिनीहरूलाई पनि खान थाले। ब्रह्माजी भन्नुहुन्छ भयो तिम्रो सृष्टिलाई रोक, तिम्रो यस्तो सृष्टि नगर। रुद्रले आफूले गर्नुभएको सृष्टिलाई सबै आफैमा समाहित गर्नुभयो। अब यता ब्रह्माजीले 10 मानस पुत्रको उत्पत्ति गर्नुभयो।
मरीचि, अत्रि, अंगिरा, पुलस्त्य, पुलह, क्रतु, भृगु, वशिष्ठ, दक्ष र नारद यी 10 मानस पुत्रहरूको रचना गर्नुभयो। ब्रह्माजीको ढाडबाट अधर्मको उत्पत्ति भयो, स्तनबाट धर्मको उत्पत्ति भयो, हृदयबाट कामको उत्पत्ति भयो, छायाबाट कर्दम प्रजापतिको उत्पत्ति भयो, आँखी भोबाट क्रोधको उत्पत्ति भयो, तल्लो ओठबाट लोभको उत्पत्ति भयो, मुखबाट सरस्वतीको उत्पत्ति भयो। ब्रह्माजीको 4 मुखबाट 4 वेदको उत्पत्ति भयो, ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद यी 4 वेदहरूको उत्पत्ति भयो। ब्रह्माजीले 4 उपवेद पनि बनाउनु भयो, आयुर्वेद, धनुर्वेद, गन्धर्ववेद र स्थापत्य वेद। दाहिने अङ्गबाट स्वयंभू मनुको उत्पत्ति भयो र देब्रे अङ्गबाट शतरूपाको उत्पत्ति भयो। स्वयंभू मनु र शतरूपालाई ब्रह्माजीले सृष्टि गर्ने आदेश दिनुभयो। स्वयंभू मनु र शतरूपा भन्छन्, प्रभु हामी सृष्टि त गर्छौं तर सृष्टि कहाँ गर्छौं? पृथ्वी त जलमा डुबेकी छ। हिरण्याक्ष नाम गरेको दानवले पृथ्वीलाई जलमा डुबाएको थियो। ब्रह्माजी पनि सोचमा पर्नुभयो, यसो ध्यान गर्नुभएको थियो। ब्रह्माजीलाई हाच्छिउँ आयो। हाच्छिउँ गर्दाखेरि भगवानले ब्रह्माजीको नाकबाट वराह रूपमा अवतार लिएर आउनुभयो। बोलो वराह भगवानको, भक्तवत्सल भगवानको। वराह भगवान ब्रह्माजीको नाकबाट आउनुभयो। हिरण्याक्षसँग गएर ठुलो युद्ध गर्नुभयो र पृथ्वीलाई समुद्रबाट हिरण्याक्षलाई वध गरेर पृथ्वीलाई समुद्रमाथि लिएर आउनुभयो। विदुरजी महाराज प्रश्न गर्नुहुन्छ, हे राजा, हे गुरुवर, स्वयंभू मनुले कस्ता प्रकारले सृष्टि गर्नुभयो? स्वयंभू मनु र शतरूपाले मैथुन धर्मद्वारा सृष्टिको प्रारम्भ गर्नुभयो। स्वयंभू मनुले स्वयंभू मनुका 5 सन्तान भए, आकुति, देवहुति, प्रसूति, प्रियव्रत र उत्तानपाद। समादरणीय भक्तजन, हामी कथा एकदम संक्षिप्तमा सुन्दैछौँ, किनभनेदेखि आज तेस्रो दिन भइसक्यो। कथा धेरै छ, कथा अथाह छ, जति सुने पनि सकिँदैन, तर समय एकदमै कम छ। त्यसैले संक्षिप्त रूपमा हामी कथा श्रवण गर्नेछौँ। बोलो भक्तवत्सल भगवानको। स्वयंभू मनुका 5 सन्तान भए, आकुति, देवहुति, प्रसूति, प्रियव्रत र उत्तानपाद। एक दिन ब्रह्माजी कर्दम प्रजापति भए ठाउँमा जानुभयो र कर्दम प्रजापतिलाई भन्नुहुन्छ, बाबु तिमी अब विवाह। कर्दम प्रजापति भन्नुहुन्छ, बुबा म अहिले विवाह गर्दिन, किनभनेदेखि विवाह गरियो भने अनेक बन्धनमा परिन्छ। भगवानको भजन गर्न भ्याइँदैन, फुर्सद हुँदैन, भगवानको ध्यान गर्ने समय हुँदैन, त्यसैले म विवाह गर्दिन। ब्रह्माजीले यसो सोच्नुभयो, त्यतिकै त कर्दम प्रजापति विवाह गर्दैन, बरु यसलाई भगवानको तपस्या गर्न भनेर पठाउँछु, भगवानले आफै यसलाई विवाह गर्ने आदेश दिनुहुन्छ। यो सोचेर ब्रह्माले कर्दम प्रजापतिलाई तपस्या गर्ने आदेश दिनुभयो। कर्दम प्रजापतिले पनि ठुलो तपस्या गर्नुभयो, 10,000 वर्षसम्म तपस्या गर्नुभयो सरस्वती नदीका तटमा। कर्दम प्रजापतिको तपस्याबाट प्रसन्न भएर भगवानको प्रादुर्भाव भयो। भगवानलाई देखेर कर्दम प्रजापतिले भगवानको दिव्य स्तुति गरे। भगवानले भन्नुभयो, हे कर्दम, तिमीलाई के माग्ने इच्छा छ, माग, के वरदान चाहन्छौ? कर्दम प्रजापति भन्नुहुन्छ, हे प्रभु, मैले हजुरको दर्शन गर्न पाएँ, यो भन्दा ठुलो सौभाग्य मेरो लागि अरू केही पनि छैन, मलाई अरू केही पनि चाहिँदैन। भगवान भन्नुहुन्छ, हे कर्दम, तिमी गएर विवाह गर, स्वयंभू मनुकी छोरीसँग तिमी विवाह गर, तिम्रो छोरो भएर म आउनेछु, म आफै आउनेछु तिम्रो छोरो भएर। जब भगवान तिम्रो छोरो भएर आउँछु भन्नुभयो भगवानले,
कर्दम प्रजापतिले विवाह गर्न माने। एक दिन स्वयम्भू मनु आफ्नो छोरीलाई लिएर घुम्दै 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 कर्दम प्रजापति भए ठाउँमा आउनुभयो। पृथ्वीमा विचरण गर्दै गर्दै स्वयम्भू मनु कर्दम भए ठाउँमा पुग्नुभयो। स्वयम्भू मनुले कर्दम प्रजापतिलाई विवाहको लागि अनुरोध गर्नुभयो। कर्दम प्रजापतिले पनि माता देवहूतिसँग विवाह गर्नुभयो। देवहूति र कर्दम प्रजापतिको विवाह भयो। विवाह हुने बित्तिकै कर्दम प्रजापति भगवानको ध्यानमा जानुभयो। भगवानको ध्यान गर्नु। अब ध्यान कति बेला खुल्छ भन्ने थाहा हुँदैन हैन, कति बेला खुल्छ देवहूति माता पनि आफ्ना पतिदेवको छेउमा बसेर पतिदेवको सेवा गर्न लाग्नुभयो। अनेक वर्ष बितिसकेपछि कर्दम प्रजापतिको ध्यान हाल्यो। यसो आँखा उगारेर हेर्नुभएको अगाडि एकजना महिलालाई देख्नुभयो। एकदमै पातली, कहिले खान नपाएकी होइन। बिचरा कर्दम प्रजापति त ध्यानमा जानुभयो। देवहूति माता केही नखाइकन आफ्ना पतिदेवको सेवा गर्नु। आफ्ना श्रीमानले नखाइकन खानु हुँदैन भनेर आफ्ना श्रीमानको सेवा गरिरहनु भयो। केही खानु भएको छैन देवहूति माताले। कति वर्षसम्म ध्यानमा जानुभएको थियो कर्दम प्रजापति। त्यति वर्षसम्म देवहूति माताले पनि केही खानु भएको थिएन। हड्डी मात्र बाँकी थियो, अरू सबै सकिएको थियो। देवहूति यसो आँखा उगारेर हेर्नुभयो। देवी तिमी को हौ? कर्दम प्रजापति सोध्नुहुन्छ। देवहूति माता भन्नुहुन्छ, पतिदेव म हजुरकी पत्नी देवहूति। कर्दम प्रजापति एकदम प्रसन्न हुनुभयो। देवहूति मातालाई लिएर उहाँ सरोवरमा जानुभयो र त्यो सरोवरमा स्नान गर्नुभयो। स्नान गरेर फर्किँदा देवहूति माता र कर्दम प्रजापति भर्खरको युवा भएर निस्किनु भयो। जग बोल्दै गएको अनुहार भर्खरको युवा जस्तो भएर कर्दम प्रजापति र देवहूति माता निस्किनु भयो। कर्दम प्रजापति र देवहूति माता अनेक वर्षसम्म विचरण गर्नुभयो। कामक विमानमा भ्रमण गर्नुभयो। त्यसै समयमा उहाँहरूको 9 जना पुत्रीहरू भए। 9 कन्याको उत्पत्ति भयो। 9 कन्याको जन्म भइसकेपछि कर्दम प्रजापतिले विचार गर्नुभएको, मैले अब यो माया जालमा फस्न हुँदैन, मैले भगवानको तपस्या गर्न जानुपर्छ भनेर निस्किन लाग्नु भएको थियो। देवहूति माताले भन्नुभयो, पतिदेव सन्तान जन्माउनु मात्र बुबाको कर्तव्य हो। सन्तान जन्माएर त्यसै छोडिदिनु बुबाको कर्तव्य हो। त्यो सन्तानलाई भरण पोषण गर्ने, पालन गर्ने, आफ्नो पाउमा उभिन लायक बनाउने बुबाको कर्तव्य। तपाईले मलाई यसरी छोडेर जानु हुँदैन। यदि भनेर देवहूति माताले कर्दम प्रजापतिलाई रोक्नु भयो, जान दिनु भएन। कालान्तरमा कर्दम प्रजापतिले आफ्नी छोरीहरूको पनि विवाह गरिदिनु भयो। कलाको मरिचीसँग, अनसुयाको अत्रेसँग, श्रद्धाको अंगिरासँग, हविर्भूको पुलस्तसँग, गतिको पुलावसँग, क्रियाको क्रतुसँग, ख्यातिको भृगुसँग, अरुन्धतीको वशिष्ठसँग र शान्तिको अथर्वसँग विवाह गराइदिनु भयो। अब छोरीको विवाह गरिसकेपछि कर्दम प्रजापति फेरि तपस्या गर्न भनेर वन जान लाग्नु भएको थियो। देवहूति माताले फेरि रोक्नुभयो, प्रभु अब छोरी पनि घरमा छैन। यदि हजुरले पनि मलाई छोडेर जानुभयो भने म यहाँ कसका सहारा गर्छु? म यहाँ एक्लै हुन्छु, त्यसैले हजुर नजा। कर्दम प्रजापतिलाई अकस्मात याद आयो, भगवानले जब वरदान दिइरहनु भएको थियो त्यति बेला भन्नुभएको थियो, तिम्रो छोरी भएर म आउनेछु भनेर। कर्दम प्रजापति फेरि वन जानु भएन। कालान्तरमा भगवान कर्दम प्रजापतिको घरमा भगवानले कपिलको रूपमा अवतार धारण गर्नुभयो। बोले कपिल देव महाराजको। कपिल देव भगवानको
प्रादुर्भाव भयो। कर्दम प्रजापति पनि अब आनन्दले ढुक्कली वन जानुभयो। देवभूति माताले पनि अब रोक्नु भएन। कृष्ण कन्हैया लालको, भागवत भगवानको आजको आनन्दको भक्तवत्सल भगवान को, कपिलेश जी महाराज को, एक दिन सबने जानु छ, एक दिन सबने जानु, एक दिन सबने एक दिन सबने जानो छाओ, एक दिन सबने जानो छाओ, एक दिन सबने जानो छाओ, एक दिन सबने जानो छाओ।
अपार मेरा चमका अपार मेरा चमका बलि रहेगा कैले समा चली रहेगा कैले समा हरायो साथी बीच मेरा हरायो साथी बीच मेरा बिलख कर रो रो सा एक दिन सबरे जानो 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 सा भक्त वत्सल भगवान को भागवत भगवान को आज को आनन्द को मैत्री आउनु हुनुहुन्छ विदुरजीलाई है विदुरजी एक दिनको कुरा हो कपिलदेवजी महाराज भगवानको ध्यान गर्दै बसिरहनु भएको थियो त्यसै समयमा देवभूति माता आउनुभयो र कपिलदेवलाई भन्नुहुन्छ हे प्रभु निर्विघ्नानितराभूमन् न सदिन्द्रियकर्षणा येन सम्भाव्यमानेन प्रपन्नार्थं तमाप्रभु। हे प्रभु मैले जति सुख सायद यो संसारमा कसैले भोगेको होला मैले जति सुख यो संसारमा सायद कसैले भोगेको छैन विवाहभन्दा अगाडि राजकुमारी जस्तो भएर बस्ने धेरै सेवक सेविकाहरू पनि थिए आनन्द थियो उहाँको घरमा र मैले जति दुःख सायद कसैले भोगेको छैन मैले जति दुःख पनि कसैले पाएको छैन विवाह हुने बित्तिकै जब घरमा बेहुली भित्रिन्छ हैन बेहुली भित्रिसकेपछि पतिदेव तपस्यामा जानुभयो ध्यानमा जानुभयो अनेक वर्षसम्म तपस्या गर्नुभयो त्यति बेला मैले जति दुःख कसैले पनि भोगेन केही नखाइकन बस्नुभयो केही खाएको थिएन जबसम्म पतिदेवको ध्यान खुलेन तबसम्म मैले पनि केही खाएको थिएन त्यस पश्चात पनि धेरै सुख भोगे मैले कामक विमानमा सबैतिर सम्पूर्ण लोक भ्रमण गरे नन्दादी वनहरू भ्रमण गरे 9 सन्तान पनि भए छोरीहरू भए 9 जना तिनीहरूको पनि विवाह गरिदिए मैले जति सुख पनि कसैले भोगेको छैन र मैले जति दुःख पनि कसैले भोगेको छैन तर पनि मलाई अझै के पुगेन मैले अझै सुख पाउन बाँकी छ कि मैले सुख पाउनका लागि अझै के गर्नुपर्छ भन्ने मेरो मनमा लागिरहेको छ शान्त छैन मेरो मन अब चाहिँ पुग्यो भन्ने मन भएको छैन हेर्नुहोस् कसैले पनि हुँदैन कहिले पनि देवभूति माताले आफ्नो मात्र होइन हामी सबैको कुरा गर्नुहुँदैछ कहिले पुग्यो भन्ने लाग्छ हामीलाई लाग्छ त राधे 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 आमाहरू एकछिन गफ नगरौँ न एकछिनमा म कथा सकेपछि म पनि आउँछु बरु गफ गर्न सब अहिले चाहिँ ध्यान दिएर सुन्नु होला है देवभूति माताले आफ्नो मात्र नभएर हाम्रो पनि कुरा गर्नुहुँदैछ हेर्नुहोस् हामीलाई कसै कहिले पनि पुग्दैन एक दिनको कुरा हो एकजना भिखारी कुबेरको भण्डारमा आफ्नो बटुका लिएर
कुबेरको भण्डारमा गयो र कुबेरजीसँग भिख माग्यो। अब कुबेरजी अथाह सम्पत्ति छ, कुबेरजी होइन, धनका देवता। कुबेरजीले आफ्ना सेवकहरूलाई आदेश दिनुभयो, जाऊ यसको बटुकामा जति भरिन्छ त्यति भरिदेऊ, त्यति भरेर पठाइदेऊ सम्पत्ति। अब त्यो भिखारी बटुका लिएर कुबेरका सेवकको पछि पछि गयो। अब सेवकहरूले त बटुकामा धन भर्न थाल्यो। बटुका यत्रो छ, हेर्नुहोस् यत्रै होला साइज, योभन्दा ठुलो छैन। यत्रो बटुका छ। कुबेरका सेवकहरूले त्यहाँ धन हालिरहे दिनभरि भइसक्यो, रातभरि भइसक्यो, त्यो बटुका भरिँदैन। कुबेरको सम्पत्ति सबै सकिन लागिसक्यो, तर पनि त्यो बटुका भरिँदैन। गएर सेवकहरूले भने, प्रभु त्यो भिखारीको बटुका त अझै भरिएको छैन, हाम्रो सम्पत्ति सकिन लाग्यो। अब 1% होइन, 59% हाम्रो सम्पत्ति सकिसक्यो, तर त्यसको बटुका भरिएको छैन। कुबेरजी आश्चर्यमा पर्नुभयो। बोलाउनु भयो त भिखारीलाई र बटुका देखाउनु भयो। कस्तो रहेछ बटुका, हेर्नु जादुको बटुका त होइन भन्ने सोचेर बटुका हेर्नुभयो। बटुकालाई यसो फर्काउनु भएको थियो। त्यो बटुका चाहिँ होइन, मान्छेको यो टाउको खप्पर चाहिँ टाउको छ। त्यस्तै हाम्रो यो दिमागमा जति भरे पनि कहिले भरिँदैन। यो खोपडीमा चाहिँ जति भरे पनि कहिले कुबेरको सम्पत्ति सकिन्छ, तर हाम्रो यो दिमागमा भरिँदैन, हाम्रो खोपडीमा भरिँदैन। देवमती माता भन्नुहुन्छ, प्रभु मैले अनेक सुख भोग गरेँ, मैले जति सुख कसैले भोगेको थिएन होला र मैले जति दुःख पनि कसैले भोगेको छैन होला, न भविष्यमा नै कसैले भोग्नेछ। तर पनि मलाई अझै के पुगेन भन्ने लागिरहेको छ। यसको कारण के हो? हामीलाई पनि त्यस्तै लाग्छ, जति सुख प्राप्त गरे पनि कहिल्यै पुग्दैन। मैले हिजो नि भनेको थिएँ, 10वटा फ्याक्ट्री बनाएको मालिकले अर्को एउटा फ्याक्ट्री थप्छ होइन। एउटा सानो दोकान गर्ने व्यक्तिले ठुलो दोकान खोज्छ, त्यो सानो दोकानबाट पनि आफ्नो जीवन निर्वाह भइरहेको थियो, आफूलाई चाहिने आवश्यकताहरू पूर्ण गरिरहेको थियो, तर पनि उसले ठुलो दोकान खोल्न खोज्छ, अलिक बढी आउँछ भन्ने आशा। त्यसैले मानिसलाई कसै गरी पनि पुग्दैन, कसै गरी पनि सुख प्राप्त गर्न सक्दैन। सुख जति भए पनि उसलाई सुखको अनुभूति नै हुँदैन, तर दुःख अलिकति हुने बित्तिकै मेरो जीवनमा त दुःखै मात्र छ। राधे राधे। दिनभरि आनन्दले बसेको थियो, रमाइलो भएर बसेको थियो है। बेलुका सुत्ने बेलामा त्यो खाटको खुट्टा हुन्छ नि, खुट्टामा बुढी औँला गरेर ठोकियो। दिनभरि आनन्दले रमाइलो गरेर बसेको थियो होइन। बेलुका सुत्ने बेलामा त्यो खाटको खुट्टामा बुढी औँला गएर ठोक्यो भनेदेखि हामी भगवानलाई कराउन थाल्छ, हे भगवान तिमीले मलाई कति दुःख दिएको, ठोकिन चाहिँ त्यही बुढी औँला मात्र ठोकेको छ। अलिकति दुःख पर्ने बित्तिकै हामीले भगवानलाई गाली गर्न थाल्छौँ र सुख हामीलाई जति भए पनि पुग्दैन। देवमती माता भन्नुहुन्छ, प्रभु यसको कारण के हो? कपिलदेवजी महाराज भन्नुहुन्छ, हे माता, मनुष्यको आफ्नो मन नै सुख र दुःखको कारण। मनले सोच्यो भने सुख हुन्छ, मन एव मनुष्याणां कारणं ब्रह्म मोक्षः, गीतामा भनिएको छ। मनले सोच्यो भने सुख हुन्छ र मनले सोच्यो भने दुःख पनि हुन्छ। एकजना व्यक्ति 50 किलोको बोरा बोकेर, चामलको बोरा बोकेर यो टन्टलापुर घाममा हिँडिरहेको थियो। घाममा हिँडिरहेको थियो, 50 किलोको बोराले भिजेको छ, भारी भइरहेको छ, घाम पनि जस्तै तातो, हिँड्नै नसक्ने गरेको। हिँड्दै जाँदा बाटोमा एउटा रुख भेट्यो, त्यो रुखको छहारीमा गएर बस्यो, भारी बिसाएर आफू पनि बस्यो, उसलाई आनन्द आयो, सुखको अनुभूति भयो। अब त्यो सुख रुखको छहारीमा थियो त, रुखमा त्यो सुख थियो। ए आमा ननिदाउ न, रुखमा सुख हुन्छ त,
छैन। रुखमा सुख थिएन, आनन्द रुखमा थिएन, आनन्द त ऊ भित्र बसेको थियो। जुन त्यो बोराको भारी निकाल्ने बित्तिकै आनन्द पनि बाहिर आयो। मनले यदि दुःख सम्झ्यो भने दुःख नै हुन्छ र सुख सम्झ्यो भने सुख नै हुन्छ। त्यसैले हे माता, हामीले भगवानको चिन्तन गर्नुपर्छ, भगवानको ध्यान गर्नुपर्छ। देवमती माता प्रश्न गर्नुहुन्छ, प्रभु भगवानको भक्ति कसरी गर्ने, भगवानको भक्त कसरी गर्ने, भक्त कसरी गर्ने, भक्ति कसरी गर्ने? कपिलदेवजी महाराज भन्नुहुन्छ, माता भगवानको भक्ति गर्नका लागि हामीले सन्तहरूको सङ्गत गर्नुपर्छ। सन्तहरूको सङ्गत गर्यो भने हामी भगवानको भक्ति गर्न सक्छौँ। संतन के संग लाग्ने भक्तवत्सल भगवानको आउनुसी भजन हामी सबैजना नृत्य गरौँ है त। भक्तवत्सल भगवानको, श्री कृष्णचन्द्र भगवानको, सद्गुरुदेव भगवानको के गर्नु भयो? के भयो? के भयो? भक्तवत्सल भगवानको श्री कृष्णचन्द्र भगवानको, सद्गुरुदेव भगवानको, संतन के संग लागे रे तेरी अच्छी बनेगे, संतन के संग लागे रे तेरी अच्छी बनेगे, अच्छी बनेगी, बनेगी, अच्छी बनेगी, बनेगी, संतन के संग लागे रे तेरी अच्छी बनेगी, संतन के संग
भक्तवत्सल भगवान को, रामचंद्र भगवान को, कृष्ण कन्हैया लाल को, शिव शंकर भगवान को। कपिल देव जी महाराज भन्नुहुन्छ, हे माता, भगवान को भक्ति गर्नु, भगवान को ध्यान गर्नु, भगवान को ध्यान गर्नलाई आफूलाई तयार गर्नुपर्छ। हेर्नुहोस् है, भगवान को भक्ति गर्ने, भगवान को पूजा गर्ने भनेर मात्र हुँदैन, आफूमा त्यो पात्रता पनि तयार गर्नुपर्छ। भगवान को भक्ति गर्न सक्ने सामर्थ्य आफूमा ल्याउनुपर्छ। त्यसको लागि साधनहरू छन्, त्यो म हजुरलाई वर्णन गर्नेछु भनेर कपिल देवजी महाराज माता देवमुखीलाई भन्नुहुन्छ। पहिलो भनेको यम, अहिंसा, सत्य, ब्रह्मचर्य, आस्तेय र अपरिग्रह, यी 5 नियम हुन्। यसको पालना गर्नुपर्छ। नियम, पवित्रता, सन्तोष, स्वाध्याय, तप र ईश्वर चिन्तन गर्नुपर्छ। आसन पनि शुद्धि गर्नुपर्छ। आसन तयार गर्नुपर्छ। मैले हिजो नि भनेको थिएँ, ध्यान गर्न भनेर बस्छु, बस्ने बित्तिकै ढाड दुख्न थाल्छ, घुँडा दुख्न थाल्छ, होइन, कम्मर दुख्न थाल्छ। त्यो नदुखोस्, यतातिर ध्यान नजाओस्, भगवानतिर मात्र ध्यान जाओस् भन्नका निमित्त हामीले आफूलाई तयार गर्नुपर्छ। एकै ठाउँ बस्ने बानी बसाउनुपर्छ, जसबाट स्थिरता होस् र सुख पनि प्राप्त होस्। पलेटी मारेरै बस्नुपर्छ भन्ने पनि छैन। पलेटी मारेर बस्दा घुँडामा समस्या छ, होइन, घुँडा दुखेर पलेटी मार्न सकिँदैन भने पलेटी नमारी बस्नु। जसरी बस्दा आफूलाई सुखसँग बस्न सकिन्छ, आनन्दले बस्न सकिन्छ, त्यसरी बस्नु। आसन राम्रो बनाउनु। अर्को भनेको प्राणायाम, पूरब, कुम्भक र रेचकबाट प्राणायाम, श्वासको पनि शुद्धि गर्नुपर्छ। धारणा, भगवानलाई मनमा स्थापित गर्नु नै धारणा। आसन र प्राणायामको बानी बसायौँ भने हामीले भगवानलाई मनमा धारण गर्न सक्छौँ, मनमा भगवानलाई स्थापित गर्न सक्छौँ। भगवानको ध्यान गर्न बसेको छ, माला लिएर जप्न भनेर बसेको छ, अब मनमा भगवान आएर घरमा कराइरहेको गाई आयो भनेदेखि, होइन, हामीले भगवानलाई मनमा ल्याउनु छ। भगवानलाई मनमा ल्याउनका लागि भनेर हामीले ध्यान गरिरहेका छौँ, तर मनमा भगवान आउनु भएको छैन। घरमा बालबच्चाहरू रोइरहेको आवाज मात्र आइरहेको छ। ध्यान चाहिँ बालबालिकातिर, छोराछोरीतिर गइरहेको छ, ध्यान गाई बाख्रातिर गइरहेको छ, ध्यान घरतिर गइरहेको छ। मनमा चाहिँ भगवान आउनुभएको छैन। भगवान आएर बस्ने ठाउँ हुनुपर्छ, होइन। मनमा अरू नै धेरै कुराहरू हामीले राखेका छौँ, अनि भगवान कहाँ बस्नुहुन्छ? सिटै नभइसकेपछि भगवान बस्ने ठाउँ नभएपछि कसरी बस्नुहुन्छ भगवान? बसमा चढ्दा हामीले सिट देखेनौँ भने चढिसकेको बसबाट पनि ओर्लिन्छौँ, अर्को बस पर्खिन्छौँ। त्यस्तै भगवानले हाम्रो मनमा बस्नलाई पनि सिट त भेट्नु पर्यो। त्यो सिटलाई खाली गर्नुपर्छ, घमण्डलाई त्याग गर्नुपर्छ, सांसारिक वृत्तिलाई त्याग गर्नुपर्छ, अनि मात्र भगवान हृदयमा आएर बस्नुहुन्छ। प्रत्याहार, इन्द्रियलाई विषयबाट बिस्तारै निवृत्त गराउनुपर्छ। इन्द्रियहरूलाई आफ्नो बसमा राख्ने बानी बसाउनुपर्छ। इन्द्रियले हामीलाई बसमा नराख्न, हामीले इन्द्रियलाई बसमा राख्नुपर्छ। इन्द्रियलाई हामीले आफ्नो बसमा राखिसकेपछि भगवानको ध्यान गर्ने, चित्त भगवानमा निरन्तर लागिराख्नुपर्छ। भगवानलाई सम्झिरहने, सधैँभरि भगवानको ध्यान गरिरहने र भगवानको ध्यान गर्दा गर्दै आफूलाई पनि बिर्सनु भनेको समाधि लिनु। भगवानको ध्यान गर्दा गर्दै म कहाँ बसिरहेको छु त्यो पनि बिर्सनु नै समाधि हो। त्यसरी इन्द्रियलाई आफ्नो बसमा राखेर आफूलाई परमात्मामा विलीन गराउनु पर्दछ। कपिलदेवजी महाराज माता देवमुखीलाई भक्ति योगको वर्णन गर्नुहुन्छ। भक्ति योग 4 प्रकारका छन्, सात्विक, राजस र तामस। सात्विक भक्ति भनेको कस्तो भनेदेखि सबै त्यागेर भजन गर्ने,
सांसारिक मोह सबै त्यागेर भगवानको भजन गर्नु भनेको सात्विक भक्ति हो। राजस भक्ति योग भनेको आफ्नो स्वार्थ पूर्तिको लागि भजन गर्नु। परीक्षाको रिजल्ट आइरहेको छ, भगवानको मन्दिरमा गएर भगवानलाई भन्छु, प्रभु मलाई यो विषयमा चाहिँ पास मात्र गराइदिनु, म तपाईँलाई 1 किलो लड्डु चढाउँछु। घुस दिन्छौँ नि हामी, भगवान दिन्छौँ कि दिँदैन भन्नु त? भगवान मेरो यो कुरा पुरा गरिदिनुहोस्, म यो काम गर्छु, म हजुरको दर्शन गर्न आउँछु, म हजुरलाई लड्डु चढाउँछु। होइन, घुस दिए जस्तो भगवानले घुस माग्नुहुन्छ कहिले? माग्नु। यो भनेको राजस भक्ति हो। आफ्नो स्वार्थ पूर्तिका लागि, आफ्नो काम गराउनका लागि भगवानको भजन गर्नु, यो राजस भक्ति हो। अर्को भनेको तामस भक्ति हो। हिंसा घमण्ड आदि गर्दै भजन गर्नु भनेको तामस भक्ति हो। नारकीय व्यक्तिहरूको अधोगतिको वर्णन गर्दै कपिलदेवजी महाराज भन्नुहुन्छ, हे माता, गृहेषु कूट धर्मेषु, गृहस्थ धर्म भनेको कूट धर्म हो, कपट धर्म। कसरी कपट धर्म भन्नुहुन्छ? गृहस्थ धर्म नगरी पनि हुँदैन। कलियुगमा सबैभन्दा ठुलो धर्म नै गृहस्थ धर्म भनेर भन्छ, होइन? गृहस्थ धर्म नगरी पनि भएन, पालना नगरी पनि। अब गृहस्थ धर्म कसरी कपट धर्म हो त? म एउटा सानो उदाहरण दिन्छु। तपाईँको घरमा छिमेकी दिदी आउनुभयो चामल माग्न, घरमा चामल छ आफ्नो, आएर माग्नुहुन्छ, बहिनी अलिकति चामल दिएर, एक छ्यापलाई भयो भने अब हामीलाई पर्छ अप्ठ्यारो। कस्तो अप्ठ्यारो पर्छ त भन्दा, मैले चामल दिएँ भनेदेखि फर्केर आउँदैन, होइन? आफूले दिइसकेपछि त फर्केर आउँदैन भन्ने थाहा छ, फर्केर आउँदैन भन्ने थाहा भयो है, कसरी दिनु? आफ्नो त खर्च भयो, गृहस्थ त चलाउनु परेको छ, व्यवहार चलाउनु पर्छ, आफ्नो खर्च भयो, दिनु पनि कसरी दिनु, नदिनु कसरी नदिनु? फेरि छिमेकी बहिनी दिदी आउनु भएको छ, मलाई गर्दा बहिनी जानुपर्छ। अब दिमागमा एउटा योजना आउँछ, दिदी चामल दिन त हुन्थ्यो, तर के गर्नु, मेरोमा पनि भर्खरै सकिएको, लिन जान ठिक्क पर्दै थियो, तपाईँ पनि आउनु भएछ, सँगै दिन। घरमा चामल चाहिँ छ, तर नठगी पनि भएन। यो भनेको गृहस्थ धर्म हो। त्यसरी यो कपट सहितको धर्म हो। तर यदि कपट गर्दा गर्दै गर्दै पनि यदि हामीले भगवानलाई सम्झ्यौँ भने, भगवानलाई सम्झिराख्यौँ, भगवानको ध्यान गरिराख्यौँ भने यो कपट गृहस्थ धर्मको कपटबाट कुनै दोष लाग्दैन। तर भगवानलाई नसम्झी गृहस्थ धर्ममा, घर गृहस्थीको कपट धर्ममा व्यक्ति पेलिरहन्छ, चलिरहन्छ, यो कपट धर्मलाई अगालिरहन्छ, भगवानको ध्यान गर्दैन। छोरा छोरी, बुबा आमा, छर छिमेकी, आफन्त इष्ट मित्र भनेर ऊ जीवनभरि चलिरहन्छ, भगवानको ध्यान गर्दैन, भगवानलाई सम्झिँदैन। वृद्ध अवस्थामा छोरा बुहारीहरूले बुढो गोरुलाई गर्ने जस्तो व्यवहार गर्छ। बुढो गोरुलाई के गरिन्छ थाहा छ होला? जबसम्म गोरुले काम गर्न सक्छ तबसम्म घाँस पनि हरियो हरियो घाँस खान पाउँछ गोरुले। जब काम गर्न सक्दैन, बुढो हुन्छ, अनि त्यो गोरु पराल घाँसले हुन्छ, पराल गर्न बाहेक केही खान सक्दैन। जबसम्म बुवाले काम गरेर ल्याउनुहुन्थ्यो, पैसा घरमा ल्याउनुहुन्थ्यो, काम गर्न जानुहुन्थ्यो, बुहारी पनि बिहानै उठिन्, बिहानै उठेर बुबालाई पानी दिन्थिन्, पिउनलाई चिया दिन्थिन्, पानी उमालिदिन्थिन् नुहाउनको लागि, होइन? अफिस जानुभन्दा अगाडि खाजा बनाएर दिन्थिन्, अफिसमा खानको लागि टिफिन पनि दिन्थिन्, अफिसबाट आउने बित्तिकै पनि बडो सेवा गर्थिन्। तिनै बुहारी जब बुबाको काम छुट्यो, छोराले काम गर्न थाल्यो, बुबाको अब कामबाट छुट्टी भयो, बुढेसकाल लाग्यो, तिनै बुहारी अब बुबालाई एउटा चिया खानको लागि पनि पर्खाछ। बुबा गएर भन्छन्, बुहारी मलाई अलिकति चिया बनाइदेऊ न। ए बुबा पर्खिनु न, तपाईँको छोरालाई अफिस जान ढिलो भइसक्यो, म अफिस पठाइदिन्छु, अनि त्यसपछि चिया। पहिला छोरालाई म नास्ता दिन्छु, त्यसपछि तपाईँको चिया बनाइदिन्छु। छोरो आउँछ, नास्ता गर्छ,
जान्छ अब बुवा आउनुहुन्छ बुहारी चिया बनाइदेऊ न अलिकति ती बुहारी भन्छन् बुबा एकछिन पर्खिनु न नाति नातिनालाई मैले स्कुल पठाउनु छ भोजन गराएर स्कुल पठाउनु छ तपाईँ एकछिन पर्खिनु तपाईँ त घरमै बस्ने हो म पहिला छोराछोरीलाई स्कुल पठाउँछु अनि त्यसपछि तपाईँको चिया बनाइदिन्छु 1-2 घण्टापछि छोराछोरीलाई पनि स्कुल पठाउँछिन् अनि आफू भोजन दिएर बस्छिन् बुबालाई सम्झिन्न त्यति बेला बुबा आएर भन्नुहुन्छ बुहारी अलिकति चिया बनाइदेऊ बुबा एकछिन पर्खिनु न मैले लुगाहरू पनि धुनु छ भाँडा पनि मोल्नु छ म अलिकति भोजन गर्छु त्यसपछि तपाईँलाई भोजन पनि दिन्छु चिया पनि दिन्छु यस्तो अवस्था हुन्छ बुढेसका बुढो गोरुलाई जसरी हरियो घाँसबाट यसरी परालमा झारिन्छ त्यो पनि एकचोटि पराल दिइन्छ त्यस्तै अवस्था हुन्छ बुढो गोरुको जस्तो अवस्था हुन्छ वृद्धावस्थाले कुरूप भएको त्यो व्यक्ति काललाई पर्खिरहन्छ काललाई पर्खिँदै त्यो जीव घरको एउटा कुनामा लडिरहन्छ तर पनि उसलाई मर्न मन लाग्दैन मर्न डर लाग्छ मर्न चाहँदैन सकिएसम्म ऊ सास फेरिरहन्छ मेरो सास नजाओस् भन्ने सोचिरहन्छ न बुहारीले हेर्छिन् न छोराले हेर्छ यो बुढो त कति फोहोर भएको रियाल्सी गर्न पनि एकै ठाउँमा छ फोहोर पनि एकै ठाउँमा गर्छ भनेर घरको एउटा कुनामा लगेर राखिदिन्छन् त्यो कुनामा पनि कोही जाँदैनन् न पानी सोध्न जान्छन् न भोजन सोध्न जान्छन् त्यत्तिकै बसिरहन्छ तर पनि मर्न चाहँदैन उसलाई मर्न डर लाग्छ तर दैवको लेखन त मर्नबाट कसैले पनि रोक्न सक्दैन यमराजले कति बेला आएर लिएर जान्छन् भन्ने थाहा हुँदैन कालले कतिखेर हामीलाई अगाल्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन त्यो व्यक्तिको पनि मृत्यु हुन्छ जीवनभरि भगवानको नाम जपेको थिएन सधैँभरि छोरा छोरी इष्ट मित्र बन्धु बान्धव मात्र भनिरह्यो कहिले भगवानलाई सम्झिए मृत्यु पश्चात यमदूतहरूले त्यो व्यक्तिलाई लिएर जान्छ यमलोकमा लगेर तातो बालुवा विचार गर्नुहोस् है तलबाट आगो लगाइएको माथिबाट 10 वटा सूर्यले तताइरहेको बालुवामा खाली खुट्टा पुग्न लगाउँछ अनेक प्रताडनाहरू दिन्छन् किरा भएको खोलामा लगेर हालिदिन्छन् उम्लिँदै गरेको तेलमा लगेर हालिदिन्छन् त्यो जीवलाई शरीर भएको मर्नु जीव त मर्दैन हैन अनेक कष्टहरू दिन्छन् र अन्त्यमा त्यही संसारमा फालिदिन्छ एक रात्रिमा सम्मिश्रण हुन्छ 5 दिनमा पानीको थोपा जस्तो हुन्छ आमाको गर्भ त्यही जीव 10 दिनमा बयरको दाना जस्तो हुन्छ 2 महिनामा त्यो जीवको हात गोडाहरू निक्लिन्छन् 3 महिनामा नङ रौँ र स्त्री पुरुषको भेद छुट्टिन थाल्छ 4 महिनामा धातुहरू 5 महिनामा त्यो जीवलाई भोक प्यास लाग्न थाल्छ चलबलाउन थाल्छ आमाको गर्भ 6 महिनामा आमाको कोखमा दाहिनेपट्टि झिलिले बेरिएर घुम्न थाल्छ त्यो जीव आमाले जे खान्छन् त्यही खान्छ आमाले पियो खाइन भने त्यो जीवलाई अत्यन्त धेरै पोल्न थाल्छ शरीर अनेक कष्टहरू सहँदै त्यो जीव 9 महिना पूर्ण भएपछि प्रसूति वायुले उसलाई बाहिर ढकेल्छ बाहिर जन्म हुन्छ त्यो जीवको 5 वर्षसम्म शिशु अवस्था हुन्छ 10 वर्षसम्म पौगण्ड अवस्था हुन्छ 15 वर्षसम्म कुमार अवस्था यौवन गृहस्थ वृद्ध मृत्यु यो चक्र चलिरहन्छ फेरि जन्मिन्छ फेरि मर्छ फेरि जन्मिन्छ फेरि मर्छ यो आउनु र जानुको सदा सर्वदा चलिरहन्छ त्यसैले हे माता भक्ति भन्दा अरू भगवान प्राप्तिको कुनै पनि साधन छैन भनेर यस्ता प्रकारले दिव्य ज्ञान प्रदान गर्नुभयो कपिलदेवजी महाराजले
माता देवहूतिलाई र कपिलदेवजी महाराज पनि भगवानको ध्यान गर्न भगवानको तपस्या गर्न भनेर वनतिर जानुभयो। माता देवहूति पनि भगवानलाई सम्झिँदै परम पदलाई प्राप्त गर्नुभयो। बोलो भक्तवत्सल भगवान भागवत भगवान किन जन्म दियो मलाई हे राम यो जन्ममा किन जन्म दियो मलाई हे राम यो जन्ममा जब पुग्यो गासा खेतमा फेरा जब पुग्यो बिसा जवानी केरिस किन जन्म दियो मलाई हे राम यो जन्ममा किन जन्म दियो मलाई हे राम यो जन्ममा Thank you.
जब पुग्यो